अहिले सनग्लासको चाहिँ देशैभरि चर्चा चलिरहेको बेलामा सनग्लास किन लाउनुपर्छ भन्ने विषयमा कुरा गरौँ। यो चाहिँ एउटा लुक्स राम्रो देखाउनको लागि सनग्लास लाइन्छ भने अरू चाहिँ केही कन्डिसनहरू छन् जसमा सनग्लास लाउनुपर्छ, जस्तो युभी रेबाट बचाउनको लागि पनि सनग्लास लाइन्छ, जसबाट चाहिँ क्याटाराक्ट, म्याकुलर डिजेनरेसन जस्ता रोगहरूबाट पनि बचाउनको लागि होइन, मोतीबिन्दुहरूबाट बचाउनको लागि पनि यसले मद्दत गर्छ भन्ने कुरा छ। त्योभन्दा बाहेक चाहिँ दिनभरि बाहिर हिँड्ने मान्छेलाई चाहिँ आँखामा तनाव कम होस् होइन, धेरै आँखा खुम्च्याएर हेर्नुपर्ने, तन्काएर हेर्नुपर्ने अवस्था नआओस् भनेर पनि चस्मा लगाउने गरिन्छ। त्योभन्दा बाहेक चाहिँ दिउँसो हिँड्दा अथवा बाहिर हिँड्दा चाहिँ धुलोबाट बचाउनको लागि होइन, फोहोरबाट बचाउनको लागि चाहिँ आँखामा लगाइन्छ भने आँखाको एक्सिडेन्ट नहोस्, चोटपटक नलागोस्, आँखामा किराहरू नपरोस् अथवा केही काम गर्दाखेरि चाहिँ नपरोस् भनेर पनि सनग्लास लगाउने गरिन्छ। त्योभन्दा बाहेकको कन्डिसन हिउँहरूमा हिँड्ने मान्छेले चाहिँ चस्मा स्नो ब्लाइन्डनेसहरू हुनको लागि, यो हिउँबाट हुने अन्धोपन नहोस् भन्नको लागि पनि लगाइन्छ। त्योभन्दा बाहेक इन्फेक्सनहरूमा, जस्तो आँखाको इन्फेक्सन छ होइन, धेरै आँखा पाक्ने समस्या भइरहेछ अथवा आँखाको अपरेसन भर्खरै गरेको छ, अथवा कोही बिमारीलाई चाहिँ माइग्रेनको ट्रिगर गराउने खालको यो सनलाइटले, धेरै तेजिलो उज्यालोले चाहिँ माइग्रेनहरू ट्रिगर गर्ने भएको हुनाले उनीहरूलाई पनि लगाउनु पर्ने हुनसक्छ। यी कारणहरूमध्ये हाम्रो प्रधानमन्त्रीज्यूलाई चाहिँ के कारणले आँखामा चस्मा लगाउनु पर्ने भयो होला, तपाईँहरूले कमेन्ट गर्नुलाई त। नमस्ते।